यो लुगा सुहाउँदा पनि सुहाउँदैन बुढो भएर होला यार किचन बनाउनु पर्ने टिकटक हेर्दै बनाउनु पर्यो इम्प्रेस गर्नुको लागि मैले लुगा लाएको होइन है कपडा लाएको होइन मलाई कम्फर्टेबल भएर मैले कपडा लाएँ तिम्रो के प्रब्लम भयो आन्टी कुन साइनोबाट परे आन्टी भन्नु छोडा है सोसियल मिडियामा भिडियो राखेपछि त सत्य कुरा बोलिदिहाल्छ नि हौ आन्टी ए आन्टी नभन्नु सत्य कुरा बोलिदिहाल्छ नि अङ्कल तपाईँको दिमाग चल्छ कि ढिलो मुखभरि छ पिलो मैले त राम्रो बुझ्दा पनि बुझिनँ तर मभन्दा उमेरले 2-4 वर्ष कान्छै होला कि बहिनी यो कुरालाई पोजिटिभ लिनु न किन रिसाउनु भएको यार बिचरा त्यो सानो एउटा बहिनीले मनमा लागेको कमेन्ट भनिदियो त अनि तपाईँले त्यसलाई अन्यथा सोच्नु भयो कि जस्तो लाग्यो अब तपाईँ त टिकटकको त्यत्रो ठुलो सेलरोटी तपाईँ त यत्रो धेरै सोसियल मिडियाको फेमस सेलरोटी तपाईँसँग त कति राम्रो सेलरोटी छ अहिलेको सेलिब्रिटी नेपालमा कसैको भ्यालु नै छैन के जति पुरानो सेलिब्रिटीहरू थिए है सेलिब्रिटी जतैतिर छन् के हो बहिनीको पनि एउटा विचार हो त्यो विचार तपाईँले राख्नुभयो तपाईँको विचारमा मैले पनि सानो भिडियो बनाएँ त्यसलाई अन्यथा नसोच्नु होला स्वस्थ रहनु व्यस्त रहनु मिठो जीवनको शुभकामना बाई बाई आन्टी